तर मैदा किन नराम्रो भयो? मैदा शत्रु र गहुँको आटा चाहिँ मित्र हाम्रो स्वास्थ्यको लागि कसरी भयो त? हामीले मैदालाई दिनहुँ मन पराएर या मजबुरी बस्छ हामी खाइराखेका हुन्छौँ। हामी मध्ये असङ्ख्य मानिसको दैनिकीमा मैदाले ठाउँ बनाएको छ। विशेष गरेर तपाईँ जब होटलमा केही खानुहुन्छ, खाजा या खाना नै खानुहुन्छ भने मैदाको परिकार त त्यहाँ नभई नहुने कुरा जस्तो छ। मैदाको 3वटा राम्रो पक्ष रहेछ। त्यो स्वादको लागि र यो हेर्न चाहिँ आकर्षक, यसबाट बनेका सबै परिकारहरू आकर्षक हुन्छन् र यो टिकाउ हुन्छ। गहुँको पिठो केही दिनपछि बिग्रिन सक्छ, तर मैदालाई धेरै दिनसम्म राख्न सकिन्छ। यसका बेफाइदाहरूको जब कुरा गर्छु, यसको लामो लिस्ट छ, त्यो म पछि सुरु गर्छु। तर यो भिडियो तपाईँ प्रत्येकले हेर्न मनन गर्न किन जरुरी छ भने हामी धेरैलाई थाहा छैन कि हामी जुन खानेकुरा खाइरहेछौँ त्यसमा मैदा रहेछ। त्यो पनि आज म बताउने छु। र मैदा किन स्वास्थ्यको लागि हानिकारक भयो र यसले कसरी हामीलाई बेफाइदा गर्छ, मैदा कसरी चाहिँ बनाइन्छ, यो कुराहरू तपाईँ सिम्पल तरिकाले यदि बुझ्नुभयो भने तपाईँको चोइस खाना खाने बेलामा यो म खान्छु यो खान्न, त्यसमा चाहिँ ठुलो मद्दत पुग्ने मैले आशा गरेको छु। र यो स्वास्थ्यको लागि र जनहित